वेलकम टू माई युट्युब च्यानल। आज चाहिँ म कराटे क्लास जान आँटेको छु। म के गर्नुहुँदैछ? ममा के गर्नुभएको? हेलो गुड मर्निङ साथीहरू सबैजनालाई। म चाहिँ ओछ्यान उठाउँदैछु हो। क्लास जानु ढिलो हुन्छ नि त नानीलाई, त्यही भएर अन्त म चाहिँ यहाँ ओछ्यान उठाउँदैछु हो। बहिनी चाहिँ भिडियो गरिदिन्छु नि मनमा भनेर ऊ भिडियो पो बनाउँछ अरे हो। हेर्नुहोस् न यहाँ हेर्नु त, त्यहाँनिर भिडियो बनाइदिन्छ अरे हौ साथीहरू। अहिले त मेरो छोरी पनि भिडियो बनाउनुमा एक्सपर्ट भएको छ कि अलिक त्यो हुनु। आज मामा बनाउनु हुँदैन बिहान मर्निङको पो भन्छ त। अन्त अब चाहिँ खाजा बनाइदिनु छ उसलाई हो। अन्त चाहिँ जान्छ, हामी कहाँ जान्छ है भनिदिनु न। कहाँ म जान्छ? कराटे क्लास जान्छु। अन्त ममा आइकिन गान्तोक कराटे क्लास जान्छ। अन्त ममा आएर चाहिँ कहाँ जान्छ अरे? गान्तोक। गाइस म पनि हिँडेँ। अब चाहिँ अघि बिहान नानीले भन्दै थियो नि ममा पनि आउनुहुन्छ भनेर। तर त कामहरू सक्यो हो। अन्त म पनि जाँदैछु। उनीहरूको क्लास छुट्टी हुन्छ नि त 11:30मा, तर भइसक्यो। आज अलिक टाइमसम्म गराउनुहुन्छ अरे। अन्त अलिक ढिलो ढिलो निस्क्यो पालि। त्यहाँबाट आएको यहाँ पुगेर मात्रै भिडियो बनाएँ होइन। अब अरू चाहिँ भरि घन्टा गएर देखाउँछु है। बाई। यति साह्रो वाक्कै लगाउँछ कि हेर्नु। लु भयो आऊ भयो मलाई हौ। मैंने पेन पनि भन्यो के हौ, भन्यो उकालो चरा। गान्तोक आइपुग्यो। हेर्नुहोस् गान्तोकको भ्यू चाहिँ आजको यस्तो छ होइन न। कस्तो मजाले फुलहरू रोपेको छ यी दिल्लीमा हो। भइरहेको छ भिडियो, हिँड्नु पर्दैन हिँड। अब ममा वेस्ट पन्च आइपुग्यो हामी चाहिँ होइन। यस्तो चाहिँ हेर्नुहोस्। हिँड न अगाडि अगाडि हिँड्नुहोस् न देखाउँछु। ए झुन्डी पिङ खेली खेली करा लाउँदो रहेछ, त्यही देखाउँछु। हेर्नुहोस् यस्तो दामी फुलहरू रहेछ, सजाउनु भएको रहेछ हो। यहाँ चाहिँ यस्तो छ। हामी चाहिँ यहाँ आइपुगे। कहाँ पो हो यो? वेस्ट पन्चमा आइपुग्यो होइन। कस्तो दामी रहेछ हेर्नुहोस् न। फर्स्ट टाइम भिजिट हो नि त। यस्तो रहेछ। अहिले देखाउँछु तपाईँहरूलाई चाहिँ यसमा चढ्ने होइन। यहाँ आएको होइन नानीहरू चाहिँ साह्रो रिस उठाइसक्यो कि हेर्नु। शरम पार्नु खोज्दैछ हो। अब हामी चाहिँ त जाँदैछु। बहिनी म नानी चाहिँ हेर्नु तिनजना एचएनएम ब्रान्डमा पसी हेर्ने ल। नकिने पनि हेरिहेर्छु नि। मन पराउनु चाहिँ यो ब्याग मन पराउनु भएको थियो हो। अर्को चाहिँ नानीकोबाट अब हाफ प्यान्ट किनेको। नानी हाफ प्यान्ट चाहिँ देखाइदेऊ त। कति रहेछ यो सानो हुँदैन बेबी, तिमी ठुलो यो दुइटा मात्रै लिने सक्दैन। तिनीहरू बेसी अल्का छ। यस्तो छ एचएनएमको स्टोर चाहिँ।
कहाँ पऱ्यो वेस्टर्नमा आएको थियो नि त होइन यहाँ न दुईजनाले चाहिँ के चाहिँ मन परायो भने नि त वेस्ट अफ मनी हेर्नु पत्नी छैन यहाँ हेर्नुहोस् न अब यस्तो मालाहरू लु हिँड निकालेर नै छुट्यो भन्नु लु हिँड यस्तो लगाउँछ अरे अब हो नकिन्दी भएन होइन अन्त किन्दियो नि अब के गर्नु कसको दामी छ दुईजनाकै दामी छ मलाई त मन पर्दैन के खास चाहिँ त तिम्रो पनि दामी अहिलेको पनि दामी बढाइ त्यस्तो छ कहाँ जानु पनि जुइहालौँ न भनेर चाहिँ गइहाल्यो नि त हामी चाहिँ होइन सिला कस्तो लाग्यो खाएछन् दुईवटा साउन्डमा 4000 लाग्यो सक्यो अब चुप चाप्नु जान्छु म चाहिँ केही पनि नगरिकन मेरो मिठाईहरूको छ उसको बोको छ अन्जिमा गाई पुग्यो गान्धीको अगाडि यस्तो छ अन्जिमाको चाहिँ भ्युजहरू हेर्नु सक्नुहुन्छ तपाईँहरूले यिनीहरू चाहिँ अब भोक लाग्यो अरे कि अब चाहिँ खाजा खुवाउँछु भोक लाग्यो अरे हो खाजा खान जाउँ अब के खान्छु यसलाई भोक लागेन लाग्दैछ एलिजालाई चाहिँ भोक लाग्दैछ भने सोधेको नि त कि कुनै भन्छ अब भोक लागेको पनि याद हुँदैन लाठी भयो क्या एलिजा त होइन यसको हेर्नु यो किन्यौँ त यो ग्यास यो देखाउँदैछ मालाहरू दामी छ फेरि हाँसेको छ कस्तो दामी छ एलिजाको म त आएको छैन हेर्नुहोस् न हामी चाहिँ जतै घुमे पनि नि हो भरे लास्टमा चाहिँ लाल मार्केट चाहिँ नआए हुँदैन हो हामी चाहिँ फेरि लाल मार्केटमा झरे लाल मार्केट हेऱ्यो नि पाएर पुच्का खाने अरे हो उनीहरूले पनि खाने अरे मिठो खाँदैछ चाहिँ हामी जुटी आइपुग्यो हो साथीहरू उनीहरू चाहिँ वासरुम जाँदै नि त वासरुम लगेर जाँदैछ होइन सोध अब यता